नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो च्यानल रमेश प्रकाश भिडियोमा, मेरो युट्युब च्यानल। ल आज म कडी बनाउन गइरहेको छु। यो चाहिँ दही, लगभग 200 ग्राम दही छ। यसमा बेसन, स्वाद अनुसार नुन, बेसार, पिसुको जिरा, यो चाहिँ फेट्ने, कडी, मै कडी, यसमा चाहिँ 1 गिलास जति पानी, साथीहरू। अब चाहिँ यसलाई हिलाइराख्ने जबसम्म उबाल आउँदैन, नत्र भने दही फाट्छ। एकैतर्फ मात्रै हिलाउने है त, चलाउने एकैतर्फ मात्रै। अर्को तर्फ पल्टाएपछि दही चाहिँ फट्छ। यसरी एकैपट्टि हिलाएपछि अनि दही चाहिँ फाट्दैन। उम्लिँदासम्म चाहिँ यसलाई चलाइराख्ने है साथीहरू। उबाला आइसकेको छैन साथीहरू, उबाला आउँदैछ। हल्का तेज गरम आँच, एकैतर्फ मात्रै चलाइराख्ने, न त दही फाट्छ। दुध फाटे चाहिँ दही पनि फाटिजान्छ अनि फुटी हुन्छ। त्यो एक देखिन्छ कि दाना दाना, त्यो चाहिँ दाना दाना नदेखियोस् भन्नको लागि हो यो हिलाइराख्ने। हिलाएपछि अनि त्यो फाट्दैन। एक उमाला आउँदासम्म मात्र हो। उमाला आइसकेपछि अनि फेरि आफै पाक्न दिँदा हुन्छ, नहिला पनि भइहाल्छ। र साथीहरू, उमाला आउनेवाला छ। अब यसलाई छोड्दा पनि हुन्छ। उबाला आएपछि यो उब्लिँदैछ, पाक्दैछ नि। यो पाकेपछि यसलाई नहिलाउँदा पनि हुन्छ। अब यसलाई कमसेकम 1.5 घन्टासम्म पकाउने हो। जति पाक्यो उति हुन्छ। लगभग 1.5 घन्टा नभए पनि 1 घन्टा, करिब 1 घन्टा पकाउनुपर्छ। जति लाल भयो अनि त्यति राम्रो हुन्छ कडी। र साथीहरू, 15 मिनट भइसकेको छ। 15 मिनटसम्म पाकेको छ। अझै 30-35 मिनट अरू पकाउने हो। दो प्याज छ साथीहरू। यसलाई चाहिँ अब पकौडाको लागि, कडी जबसम्म पाक्छ तबसम्म चाहिँ पकौडाको लागि तयारी गरौँ। र साथीहरू, कडीको लागि यो प्याज पातलो पातलो लामो काट्ने है त।
प्याज भइसक्यो साथीहरू। पकौडाको लागि हो यो प्याज। यदि पातलो काट्नुपर्छ अनि नरम बन्छ। बेसन 2 चम्मच 2.5 चम्मच त्यति भइहाल्छ। स्वाद अनुसार नुन, ज्वानो, हल्का जिरा हाले हुन्छ, नहाले नहुन्छ, के फरक पर्दैन। साथीहरू कढीको पकौडाको लागि प्याज तयार छ। अब चाहिँ एकातिर प्याज कढी हुँदैछ, एकातिर पकौडा बनाऊँ। यता साथीहरू तेल हुँदैछ, यता चाहिँ कढी हुँदैछ। यता तेल गरम हुँदैछ उसको लागि, पकौडाको लागि। पकौडा बनाउने कढीको पकौडा। यो पकौडा साथीहरू तेल गरम भएको छैन। र साथीहरू तेल गरम भइसकेको छ। यसलाई चाहिँ कढीको पकौडा बनाऊँ है त। ल साथीहरू यो चाहिँ पकौडा बनिसकेको छ। पकौडा हो, यो कढी बनिसक्यो। यसलाई चाहिँ बन्द गरिसक्यो। अब चाहिँ यसको छोकको कार्यक्रम छ। छोक लगाउनु पर्यो, छोक लगाउने कार्यक्रम। यो चाहिँ साथीहरू कढी पत्ता, असारेको पात हो यो कढी पत्ता। अब साथीहरू छोक लगाऊँ। यसमा चाहिँ यो तेल राखौँ फ्राई प्यानमा। करिब 50 ग्राम जति होला तेल। यो चाहिँ फ्राई प्यान चाहिँ गरम भइरहेको छ, तेल पनि गरम थियो। अनि यो चाहिँ सर्सौँ हो, कालो सर्सौँ, ठुलो सर्सौँ चाहिँ राई सर्सौँ भन्छ हाम्रो चाहिँ। यसमा चाहिँ यो 3वटा खोर्सानी छ, खोर्सानी। अनि यसमा चाहिँ यो कढी पत्ता हल्का सेकिदिनु। छोक चाहिँ भइसक्यो। अब यसमा चाहिँ कढी, यो पकौडा राखौँ। यो भइसक्यो साथीहरू कढी। यसरी बनाएर खानु होला हजुरहरूले। कमेन्ट गरिदिनु होला, कमेन्ट नगर्नु होला। मेरो भिडियो चाहिँ हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। धन्यवाद।